back to my YouTube channel. It's me Chogal Jungle Lepcha. I hope तपाईहरु एकदम ठीक हुनुहुन्छ भन्ने आशा राख्छु. After long time हाम्रो फेरि एउटा ट्रिप भएको छ हैन. मेरो स्कुल भएको छैन तर भए पनि मेरो म्यामले लानु भएको छैन. अनि आज स्टुडेन्ट्सहरु छ. लास्ट इयर जस्तो लगेको थियो योपालि पनि त्यसै हामीले पाएको छौं. काका घुम्छ त्यो चाहिँ मलाई पनि थाहा छैन. यति स्पिड इन्ट्रो दिन्दैछु किन भन्दाखेरि चाहिँ मैले भुलि गइसकेँ गर्नु अनि फर्स्ट भयो नि त. त्यो अहिले चाहिँ म तपाईलाई देखाउने छु के हुँदैछ. म यहाँबाट निक्लिन आँटेको छौं अहिले हैन. तपाईहरु चढिसकेको छु अनि हामी चाहिँ अब माथि जाने छौं. म्यामलाई भेट्छौं. पहिला कहाँ जान्छ त्यो चाहिँ मलाई पनि थाहा छैन. लेट्स सी. अहिले चाहिँ फोटो खिच्दैछौँ हामी यतानिर. फोटो पनि खिचिसकेको छ. हामी यतै माथि नै छौँ. अब चाहिँ हामी तल जानेछौँ होइन. तपाईँलाई देखाउँछु. लास्ट इयर पनि आएको थियो. लास्ट इयर चाहिँ हामी मेरो ब्लगमा हेर्न सक्नुहुन्छ. हामी चारजना अन्त साङडुप्ची गएको थियौँ. योपालि चाहिँ हामी बुद्ध पार्क आएको छौँ. बुद्ध पार्कमा छौँ. उहाँ चाहिँ हाम्रो दादा. लाइक एन्ड सब्सक्राइब गरिदिनु हाम्रो बहिनीको च्यानललाई हो. आज चाहिँ राबाङला आउँदैछ भनेर मलाई चाहिँ गाडीभित्र पर्दैन अन्त अहिले चाहिँ यहाँ सबैजना हुनुहुन्छ डिफ्रेन्ट स्टेट्सबाट. यति हो मैले फ्रन्टबाट गाउनु थिएँ. सो म्याक्सिमम 108 छ भने यहाँ चाहिँ सिडी चाहिँ. तर अहिले चाहिँ म चढ्छु. पहिला चाहिँ यहाँ चाहिँ लुक गाइस तपाईँले हेर्नु सक्नुहुनेछ यहाँनिर वाटरफल. फाउन्टेन हुन्छ होला किनभने लास्ट इयरको ब्लगमा पनि आएको थियो उनीहरू चाहिँ. किनभने हामी लास्ट इयरको हामी 15 है आधीहरू आएको थिएन. अन्त
वी आर लकीस्ट मान यु नो लाइक हामी सधैँ हामीले उयो पाउँछ के भन्छ टुर हो टुर हामी सँगै पाउँदै रहेको हुन्छौँ होइन अन्त अब चाहिँ गाइस 108 सिरिन्छ त सक्छु होइन अनि लेट्स वक टुगेदर गाइस Let's see. My first step 3. Guys. सच्चीमै थाके होइन थाकेको चाहिँ यो फोटो खिच्नुको लागि बसेकै गाइस यहाँ चाहिँ 5 कदम हिँड्दै थाकेछौँ त म त सिडी हिँडेर तिमीहरूको अगाडि सिडी छ हो यस म्याम त्यो भित्रबाट पनि गएर आइसकेको होइन भित्र चाहिँ फोन लानु एलाउड छैन फोन लानु त होइन तर भिडियो फोटो खिच्नु एलाउड छैन अरे अन्त अहिले चाहिँ हामी बाहिर बसिरहेछौँ एकदम राम्रो लाग्यो किनभने यो सेकेन्ड लाइक फर्स्ट टाइम आउँदाखेरि चाहिँ छिरेको थियो सानोमा अन्त अब ठुलो भएर आज बसेको च्यानल छ होइन म तपाईँहरूलाई सबैको डिस्क्रिप्सन बक्समा दिनेछु लिङ्क सो तपाईँले चेकआउट गरिदिनुहोस् होला किन मलाई भनेकै गरेर मेरो त हुन्छ है सो गाइस अहिले चाहिँ हामी सबै घुमिसकिसक्यौँ अनि हामी तल झर्दैछौँ सबैजना अन्त घाममा सिडी देख्नै साह्रो पऱ्यो लग्छु होला गाइस लास्ट इयर चाहिँ त्यस्तो राम्रोसँगले भएको थिएन मेरो ब्लग चाहिँ यो साइडको चाहिँ किनभने यति स्पिड मैले कस्तो गरेको थियो भन्दाखेरि चाहिँ उयो गरेको थियो नि त होइन यस्तो मैले उयसमा बनाएको थिएँ नि त ल्यान्डस्केप गरेर बनाएको थिएन नि त यसो सिधा पारेर बनाउँदाखेरि चाहिँ मैले अलिकति उयो रोड चाहिँ त्यो फास्ट फरवर्ड गर्थेँ कि अन्त घिनै लाग्दो भएको थियो हो योपालि चाहिँ होप अलिक राम्रो हुन्छ भनेर आशा राख्दैछु आफैमाथि हो अनि तपाईँहरूले पनि धेरै माया हुन्छ दिनुहुन्छ भने आशा राख्दै ब्लगलाई कन्टिन्यू गर्छु है गाइस अब चाहिँ घुमिसकिसक्यो होइन न थाकेनौ गाइस अन्त अब चाहिँ हुनुहुन्छ हेलो भन्नुहोस् त मेरो ब्लगमा हेलो सो गाइस अहिले चाहिँ गाइस यहाँ चाहिँ नि हामी माथि घुम्दै थियौँ तर हाम्रो म्याम नाच्नु थाले त्यहाँनिर हो हामी माथि घुम्दै थियौँ सबै सकिसक्यो घुमेर हाम्रो म्याम चाहिँ नाच्दै रहेछ यहाँनिर हाम्रो म्याम यता नाच्नु त्यसै स्पेसल आइसकेको थियो पार्यो लुगा लगाएर होइन अन्त यिनीहरूले चाहिँ मलाई चाइनिज भन्यो उनी त चाइनिज ड्रेस नै थियो त्यो होइन तर त्यसमा चाहिँ मैले ब्लग बनाएन त्यसमा चाहिँ मैले भिडियो फोटोहरू बनाएँ होइन अब चाहिँ हामी माथि जाँदैछौँ देखाउने गरेछु तपाईँहरूलाई आइसकेको हामी होइन अब म सिधै खाजा खाने जग्गामा भेट्नेछु तपाईँहरूसँग मैले चाहिँ खाना खाँदै मैले भुल्दै गइसकेँ नट खाना बट खाजा खाँदै
खाना खाँदा खाँदा मैले भुलि गइसकेँ भ्लग बनाउँदै थियो भनेर है खाजा खाँदा खाँदै हुन्छ तर के छैन म अहिले चाहिँ देखाउने छु होइन हाम्रो यो ट्रिप लन्च मात्रै थियो अन्त अब चाहिँ हामी माथि हाम्रो गेम्स हुन्छ त्यहाँ जानेछौँ गेम्स खेल्छौँ त्यहाँदेखि हाम्रो खाना हुनेछ त्यति बेला चाहिँ देखाउँछु नि ल अहिले भुलि गयो मैले अब चाहिँ हामी माथि जान्छौँ कहाँ जान्छौँ मलाई याद छैन तर मलाई याद नै थिएन यार आज राबोङ आउँदैछ भनेर मलाई कल गर्दा ओ राम अघि गीत गाइस हामी चाहिँ रिजोर्ट आइपुगिसकेछौँ यहाँ सिडी रहेछ गाइस यो रिजोर्ट रहेछ यहाँनिर चाहिँ विच रिजोर्ट मेरो बहिनीले गीत गाउँछ मजाको रहेछ सिडी रहेछ ल सिडी 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 रहेछ सिडी 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 कसो गाइस देखाउन चाहन्छु हैन एकदम दामी छ हैन अन्त लेट्स सी तपाईलाई म देखाउने छु दामी लाग्यो यहाँ चाहिँ होइन एकदम पिस सफा होइन यो रिजोर्ट चाहिँ सफा रहेछ अन्त ग्रिनेरी चाहिँ तपाईँहरूलाई मनपर्छ भने यहाँ मस्ट वेलकम तपाईँले त भिजिट गर्नुहोस् होइन किनभने राम्रो रहेछ जब राबङलाहरू आउनुहुन्छ तपाईँले यो रिजोर्टलाई चाहिँ भिजिट गर्नुहोस् होला अन्त यहाँ साँच्चीमै दामी रहेछ अलिक घाम लागेको भए चाहिँ छाङछुङ भएको अझै राम्रो देख्थ्यो यो माउन्टेन्सहरू सबै सो अब चाहिँ के गर्नुपर्ने हो गाइस हामीले चाहिँ खाजाहरू पनि खाइसक्यो होइन तल गीत गाउने गइरहेछन् अन्त अब चाहिँ म चाहिँ अब के गर्नु हो गाइस म त्यतिकै घुमिरहेको छु अहिले चाहिँ होइन यतानिर अन्त अहिले त्यस्तो जाडो भएको छैन रहेछ होइन अलिक ठिकैको भइरहेछ मलाई चाहिँ अब म फोटो खिच्छु पिक्चर्स होइन मेरो चाहिँ यहाँनिर लाइक भिडियो बनाउँदैछु नि त म पुरा भिडियो बनाउँदैछु कि अन्त त्यही भन्छ म तपाईँहरूलाई मेरो स्ट्यान्ड देखाउने चाहिँ कहाँ छ भनेर यता आउनु 1 मिनट म ब्याक गाइस दिस वान जुन चाहिँ छ नि यहाँनिर अर्कै रहेछ मेरो फोन चाहिँ हो टेन्सन चाहिँ यही छ कि उपरबाट बल नआओस् भनेर चाहिँ त्यही मात्रै टेन्सन मैले खानामा चाहिँ ब्युटिफुल लेडिजहरू खानु हुँदैछ होइन निक्लिँदैछौँ होइन खानाहरू खाइसकिसक्यो सबै त्यो छ गिफ्ट जुन चाहिँ हामीले दिनुभएको अन्त अब हामी गाडीमा चढ्छौँ अब हामी जान्छौँ नाम्ची फर्किँदैछौँ अब चाहिँ हामी सिधै नाम्चीमा जान्छौँ आई मिन चाहिँ होस्टेल आजको दिन एकदम राम्रो थियो सबैजना एकदम फ्रेङ्कली हाम्रो दादा झन् एकदम फ्रेङ्कली हुनुहुन्छ हामीसँग
बाटो पनि यस्तो छ गाडी पनि चढ्दैन हो गाडी पनि चढ्दैन अन्त उत्रै हिँड्नुपर्छ मान्छेहरू हामी यता लागेर अहिले फाइनली म चाहिँ हस्टेल आइपुगिसकेको छु हैन फिलिङ सो टायर्ड अनि आजको ब्लगलाई चाहिँ यतै अन्त गर्दै सो इफ तपाईले मन परेछ भने लाइक कमेन्ट शेयर अनि सब्स्क्राइब गर्नु नभुल्दिनुस् होला एन्ड बेल आइकनलाई पनि क्लिक गरेर राख्नुहोस् होला मेरो नोटिफिकेसन्स सिधै तपाईको फ्रन्टमा देखाउनेवाला छ हैन नोटिफिकेसनमा आइहाल्छ सो बाइ बाइ गाइस सी यू इन नेक्स्ट व्लग बाइ एभ्रीवन टेक केयर ऑल